हेलो गाइज नमस्ते हार्दिक स्वागत छ यहाँहरूलाई हाम्रो नयाँ भ्लगमा आज भने हामी सर्ट लाएर मिनी चौरी खर्का आइपुगेका छौँ हाम्रो टिम पारा पुरै पारा हाम्रो टिम एकदम मस्त मजा रमाइलो गरिरहेछ पुरै रमाइलो गरिरहेछ टिम होइन मस्त लोकल डान्स हाम्रो टिमको लोकल डान्सहरू आहा लोकल डान्स टिमको होइन यस्तो मजा चाहिँ यस्तो पनि आउन सक्नुहुन्छ यो मिनी चौरी खर्का हो हामी चाहिँ यति बेला तकसेराको एकदमै नजिक छेउमा आइपुगेका छौँ तकसेराको तपाईँले हेर्न सक्नुहुन्छ यो तलको चाहिँ तकसेरा हो यो हाम्रो तकसेराबाट गाइड आउनु भएको छ हाम्रो उहाँ चाहिँ गाइड हुनुहुन्छ हाम्रो तकसेराबाट आउनु भएको गाइड उहाँ हो ल भन्नुहोस् तकसेराको बारेमा नमस्कार म मिलन रेग्मी म यहाँ तकसेराको बासिन्दा ल हामीले चाहिँ नयाँ गाइड भेटाएको छौँ भर्खरै उहाँले चाहिँ हामीलाई तकसेराको बारेमा र उत्तरगङ्गा गाउँपालिकाको बारेमा विस्तृत जानकारी दिनुहुनेछ कृपया आफ्नो परिचय सहित भनाएर राखिदिनु अनुरोध गरेँ नमस्कार सम्पूर्णमा नमस्कार म ल सुरु गर्नु सम्पूर्णमा नमस्कार म यस पुथा उत्तरगङ्गा गाउँपालिकाको 84को भावी पालिका अध्यक्ष भन्दा पनि हुन्छ मलाई नाम चाहिँ जोगिन्द बुढा हो तपाईँहरूलाई हाम्रो यस पुथा उत्तरगङ्गामा स्वागत छ धेरै टाढा टाढाबाट आउनु भएको छ तपाईँहरूलाई हाम्रो आज यस होमस्टेमा बसाल्नेछौँ तपाईँलाई हामी विशेष 74को चुनावमा म हारेर अहिले अब जित्छु भन्ने 84मा जित्छु भन्ने मैले आशा र अपेक्षा लिएको छु तपाईँ कुन पार्टीबाट हुनुहुन्छ म अहिले स्वतन्त्रबाट हो अब पार्टी परित्याग गरिसकेको छु मैले स्वतन्त्र होइन म पार्टी होइन स्वतन्त्र पार्टी होइन स्वतन्त्रबाट उठ्दैछु अहिले म ए हजुर हजुर म पहिले नेकपा माओवादीको ब्रिगेड कमान्डर हो म पहिले तपाईँ झ्याप हुनुहुन्छ कि जस्तो लागिरहेको छ मलाई नै हाम्रो यो चिसोले गर्दा रक्सी त खानै पर्ने हुन्छ रक्सी नखाएसम्म मान्छे यहाँ बाँच्न पनि गाह्रो हुन्छ स्याउको अर्ग्यानिक रक्सी खान्छौँ हामी ए त्यही भएर तपाईँ झ्याप जस्तो देखिराख्नु भएको छ हामी एकदम झ्याप त 24 घन्टा झ्याप हुनुपर्ने हुन्छ किन भन्दाखेरि हाम्रो यस पुथा उत्तरगङ्गामा तपाईँहरू यसरी ऱ्याफ्टिङ पनि गर्न सक्नुहुन्छ ऱ्याफ्टिङ हेर्नुहोस् हाम्रो भावी गाउँपालिका अध्यक्षको ऱ्याफ्टिङ तपाईँ हेर्न सक्नुहुन्छ मजा